आजको यो भीषण बाढी चाहिँ कहाँबाट आयो भन्ने कुरा अलिकति एनालाइसिस गरौँ है त। अब यो पानी परेर आएको त होइन, किनभने पानी परेर आएको हुन्थ्यो भने चाहिँ बिस्तारै बिस्तारै बढ्थ्यो। यो चाहिँ एकैचोटि आएको छ। अब यो यहाँदेखि यहाँ नुवाकोटको यो बिदुर भयो, यो एकदम क्षति पुऱ्याएको ठाउँ भयो, बिदुर त्रिशुली एरिया, जहाँ चाहिँ घरहरू मान्छेहरू पुगेको छ। योभन्दा माथि, अब योभन्दा माथि जुन यो त्रिशुली नदी हुँदै हुँदै यहाँबाट माथि गयो है। यहाँबाट अझै माथि जाँदाखेरि अब स्याप्रुबेसी भन्ने भयो। स्याप्रुबेसीमा पनि क्षति पुऱ्याएको छ धेरै। अनि योभन्दा माथि गइसकेपछि यो जुन बाढी आएको यो जुन नदी हो, योभन्दा अझ माथि अब यहाँनिर चाहिँ यो चाहिँ रसुवागढी हाइड्रो यो चाहिँ पुरै बगाएको छ है। यो चाहिँ केही पनि बाँकी छैन। अनि यहाँ टिमुरे बजार छ। यो चाहिँ सायद यही होला, यो हो कि होइन, यो टिमुरे बजार छ। यो जुन बजार दिन्छ यो चाहिँ सर्लक्कै छ। जम्मा 2-4वटा घर मात्रै बाँकी होला यता अलि माथितिरको, नत्र यो चाहिँ केही पनि बाँकी छैन। यो भयो। अनि यहाँदेखि यो रसुवागढी हाइड्रो भइहाल्यो। यो रसुवागढी हाइड्रो लगभग 200 मेगावाटको हाइड्रो सर्लक्कै बगायो है। यो चाहिँ केही पनि छैन। अनि योभन्दा माथि गइसकेपछि यो चाहिँ अब यो चाहिँ केरुङ नाका भयो, नेपाल र चाइनाको बोर्डर भयो। अब यो बाढी पक्कै पनि यताबाट आएको हुनुपर्छ। यहाँ चाहिँ 2टा नदी छ, यता त्रिशुली भयो, तर यता अब यो जुन चाइनापट्टिको भाग यो नदी हुँदै आउने सम्भावना धेरै छ। योभन्दा माथि चाहिँ के छ है, यहाँतिर चाहिँ अहिलेसम्म ताल केही पनि देखिरहेको छैन। यहाँबाट पनि 2टा नदी आए जस्तो देखिरहेछ, तर सायद ठुलो नदी यो नै हो जस्तो छ। यता जाउँ अब यो अलि माथि यतातिर कुनै तालहरू देखिरहेको छैन। यहाँभन्दा माथि कुनै ताल देखिरहेको छैन। अब यहाँबाट यहाँ कुनै तालहरू हुने सम्भावना पनि छ। यता माथितिर खासै केही देखिएन। यो यहाँनिर यसको यहाँनिर चाहिँ देखियो है। ल यो 3टा, किनभने ठ्याक्कै यो नदीको जुन माथिबाट अब यो 3टा ताल छ होइन। अब यो ताल मलाई लाग्छ अब यो सान्तिन होइन, सान्तिन तालबाट त त्यत्रो पानी पुग्दैन होइन। अब यो ताल चाहिँ मलाई लाग्छ फेवा ताल जत्रो नभए पनि फेवा तालको आधा साइजको ताल चाहिँ हुनुपर्छ। यसलाई यसको मेजरमेन्ट लिएर हेरौँ है। जस्तै यो सपोज यो ठुलो ताल चाहिँ फुटेको हो भने यसको चाहिँ कत्रो छ साइज भन्दाखेरि चाहिँ लगभग 776 मिटर भनेको लगभग यो मेरो अन्दाजमा यो हुनुपर्छ 4-5वटा 5-7वटा फुटबल ग्राउन्ड जत्रो ताल हुनुपर्छ। यो 3टा मध्ये कुनै अथवा माथि